नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ हामी नयाँ रेसिपीको साथमा आएका छौँ र हाम्रो रेसिपी रहेको छ सुकुटी। र मैले यहाँ लिएको छु सुकुटी, टोमेटो, चप गरेर राखेको प्याज र लसुन अदुवा अनि हरियो खुर्सानी र सँगसँगै मैले धनियाँलाई पनि काटेर राखेकी छु। यो सबै मैले चप गरेर रेडी बनाएको थिएँ भिडियो बनाउनुभन्दा अगाडि। र यो सुकुटीलाई चाहिँ मैले 1.5 घन्टा जति तातो पानीमा भिजाएर राखेको थिएँ। ल आउनुहोस् है त बनाउनु। पहिला लिएको छु मैले एउटा पट, त्यसमा मैले राखेको छु तेल। अब यसलाई हिट हुनलाई छोडिदिने। अब हामी यसमा सुकुटी हाल्छौँ। यो सुकुटीलाई चाहिँ हामीले धेरै बेरसम्म भुट्नु पर्दैन। यसलाई चाहिँ मैले तातो पानीमा 1.5 घन्टा जति भिजाएको भएर होला यो एकदम सफ्ट भएको छ र यसलाई हल्का मात्र भुटे पनि पुग्छ। मैले चाहिँ यसमा हल्का नुन पनि एड गरेकी छु। सुकुटी चाहिँ मजाले फ्राई भइसकेको छ। अब चाहिँ हामी यसलाई अर्को भाँडामा शिफ्ट गर्छौँ। मैले चाहिँ यही पट लिएर अब सुकुटीलाई ग्रेभी बनाउँदैछु। मैले चाहिँ थोरै ल्वाङ र सुकमेल हालेकी छु। यो चाहिँ अप्सनल हो। यो हिट भइसकेपछि अब यसमा अनियन हाल्छु। अनियन सँगसँगै मैले यसमा अघि पिसेर राखेको लसुन अदुवालाई पनि एड गर्छु। प्याज चाहिँ गोल्डन ब्राउन भइसकेको छ। अब यसमा चाहिँ म चाहिने मसलाहरू हाल्छु। सुरु मैले राख्छु जिराको धुलो, धनियाँको धुलो, गरम मसला र बेसार अनि चिल्ली फ्लेक्स सिड अनि कश्मिरी मिर्च राखेर यसलाई भुन्छु। अब चाहिँ यतिको मसला पाकेपछि चाहिँ हामीले अघि काटेर राखेको कोहीबेडालाई पनि यसमा हालेर मसलासँग मजाले पकाउँछु। हाम्रो मसला नि पाकिसकेको छ। अब यसमा अघि मैले काटेर राखेको ग्रिन चिल्लीलाई मिक्स गरेँ अनि अघि फ्राई गरेर राखेको सुकुटीलाई पनि यसमा मिक्स गरेर एकछिन मसलाहरूसँग चलाइदिने। अनि हामीले बनाएको यो सुकुटीमा चाहिँ हल्का हामीले ग्रेभी हालेर बनाउँदैछौँ, किनभने यो हामी ढेँडोसँग खाने। ग्रेभी चाहिँ रेडी भइसकेको छ। अब यसको फाइनल टपिङको लागि चाहिँ मैले अघि काटेर राखेको धनियाँलाई छर्किसकेको छु। ढेँडोको लागि पानी पनि रेडी भइसकेको छ। अब चाहिँ यसमा हामीले कोदोको पिठो हालेर आज कोदोको ढेँडो बनाउँदैछौँ।
मलाई चाहिँ पहिला के लाग्थ्यो भने यो ढेँडो चाहिँ हामी नेपालीहरूले मात्र खान्छ जस्तो लाग्थ्यो, तर त्यो होइन रहेछ। यो चाहिँ पश्चिमी अफ्रिकन देशहरूले खाँदो रहेछ अनि यसको प्रोनाउन्सिएसन चाहिँ त्यहाँ फुफु भनेर भन्दो रहेछ। हामीले ढेँडो भने जस्तो उनीहरू चाहिँ फुफु भन्दो रहेछ। एउटै परिकार, फरक देश र फरक नाम मात्र हो। के तपाईँहरूलाई चाहिँ थाहा थियो त हामी नेपालीले मात्र नभए विदेशीले पनि यसरी नै ढेँडो बनाएर खान्छ भनेर? यस्तो विदेशमा बसेर चाहिँ यसरी नेपालको जस्तै ढेँडो, बफको सुकुटी आफ्नो किचनमा बनाएर खाँदा चाहिँ एकदम स्पेसल फिल हुने के। हाम्रो खाना चाहिँ रेडी भइसकेको छ। यो ढेँडो चाहिँ तातो तातो खानु मिठो हुन्छ भन्नुहुन्छ, अनि त्यसैले तातो तातो हालेर अब यसलाई सुकुटीसँग सर्भ गर्छौँ हामीले चाहिँ योसँग डल्ले खुर्सानीको पेस्ट, आमाको अचार हालेर खाँदैछौँ। आजको लागि चाहिँ हाम्रो भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ गाइज। मन पर्यो भने लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। यस्तै खानाको नयाँ नयाँ भिडियो लिएर आउनेछु म अर्को हप्ता। थ्याङ्क यू।